बाख्रा तुइन सक्छ साथीहरू। विभिन्न किसिमको जुम्राहरू उपियाँहरूको समस्या हुन सक्छ। त्यति मात्र नभएर बारम्बार छेरौटी लाग्न सक्छ। घरका सदस्यहरू बारम्बार बिरामी हुन सक्छन्। यी सबैजनालाई नमस्कार। आजको भाग 2 मा यानि कि व्यावसायिक बाख्रा पालन कसरी सुरु गर्ने भनेर भाग 2 अन्तर्गतको यो विषयमा चाहिँ आज हामी आइसकेका छौं। योभन्दा पहिला पनि मैले भाग 1 मा बाख्रा पालन सुरु गर्नुभन्दा अगाडि जान्नै पर्ने 15 वटा कुराहरू के कुराहरूमा ध्यान दिनुपर्छ भनेर त्यसको बारेमा भिडियो बनाएको थिएँ। यही भिडियोको अन्तिममा ठ्याक्कै हजुरको त्यो भिडियो आउने गर्छ। तपाईहरुले यदि त्यो भिडियो छुटाउनु भएको छ भने हेर्नु होला। र आज चाहिँ जस्तो खोर सुरु गर्नुभन्दा अगाडि, खोर बनाउन भन्दा अगाडि यदि गलत तरिकाबाट खोर बनाइयो भने कस्ता कस्ता समस्याहरू आउने गर्छ भनेर त्यसको बारेमा जानकारी दिँदैछु। सुरु गर्नुभन्दा अगाडि पैसा कमाउनको लागि कि टाढाका बाटा, कि बारीका पाटा, कि बाख्राका पाठा भनेर बुढापाकाहरूले चाहिँ भन्नुहुन्थ्यो। भन्न खोजेको के भन्दाखेरि कि त विदेशै जानु पर्यो रे पैसा कमाउन, कि जग्गा हुनु पर्यो रे, कि बाख्राका पाठा हुनु पर्यो रे भन्ने बित्तिकै ट्याक्क बिक्री हुने भएको कारणले गर्दा ढिला नगरी आजको विषयवस्तुमा चाहिँ हामी प्रवेश गर्दैछौँ। यदि बाख्राको खोर व्यवस्थित नभएको खण्डमा कस्ता कस्ता असरहरू आउने गर्छ साथीहरू, यसको बारेमा जानकारी दिँदैछु मैले। बाख्राको खोर यदि व्यवस्थित भएन र राम्रो भएन भने चाहिँ बाख्राहरू तुइने गर्छ साथीहरू। र तुइनुमा धेरै कारणहरू हुन्छ। जस्तो हजुरहरूले बाख्रा एकदमै धेरै मात्रामा राख्नुभयो भने उनीहरू लडे एकअर्कामा हाने भने त्यो तुइन सक्छ। यदि ब्रिडर बोकाहरू अथवा त्यस्तै लड्ने खालको चाहिँ बाख्राहरू चाहिँ ब्याउने बाख्रा सँगसँगै राखिदिनु भयो भने नि यस्तो खाले समस्या आउन सक्छ। तर त्यो बाहेक त्यो सबै कुराहरू गर्दा गर्दै पनि बाख्रा तुइएको छ भने अर्को एउटा समस्या हुने गर्छ, ब्रोथेला भनेर भन्ने गर्छ। यसको बारेमा भिडियो पनि बनाएको थिएँ मैले। लास्टमा यो भिडियोको अन्तिममा हेर्नु होला। ब्रोथेला सम्बन्धी मैले यो भिडियो पनि यसमा लिङ्क गरिदिएको छु। तपाईहरुले त्यसको बारेमा पनि जानकारी लिन सक्नुहुन्छ। र खोर सरसफाइ भएन भने बाख्रा तुइने गर्छ। त्यही भएर कमसे कम दिनमा एकचोटि खोर चाहिँ अनिवार्य रूपमा सफा चाहिँ गर्नु होला साथीहरू। यो कुरा चाहिँ ख्याल गर्नु पर्यो। र दोस्रो नम्बरमा मैले भन्दैछु हजुरहरूलाई, दोस्रो नम्बरमा विभिन्न किसिमको उपियाहरू भयो, जुम्राहरू भयो, हैन, किर्नाहरू भयो, त्यसले चाहिँ तपाईको खोरमा उडुसहरू भयो एकदमै बढी सताउने गर्छ। यदि तपाईहरुको खोर सरसफाइ भएन, गुम्सिएको भयो अनि राम्रोसँग हावा खेल्ने भएन भने पनि यो समस्या आउने गर्छ। जसले गर्दा तपाईको एउटा उपियाले बाख्राको दिनमा करिब 5 ml सम्म रगत खाने गर्छ साथीहरू। त्यही भएर तपाईहरुले जति अन्न पानी दाना सबै चीज खुवाए पनि बाख्राको वृद्धि विकास हुँदैन। त्यही भएर यो कुरामा पनि ध्यान दिनुपर्छ। बेला बेलामा हजुरहरूले उनीहरूलाई उपिया परेको छ कि छैन भनेर चेक गर्ने काम पनि गर्नुपर्ने हुन्छ। यदि त्यस्तो परेको छ भने घरेलु उपायहरू टन्नै छ, त्यो पनि अपनाउन सक्नुहुन्छ। आउने दिनहरुमा मैले यो विषयमा हजुरहरूलाई जानकारी दिनेछु। र त्यसैगरी अर्को छ, विभिन्न किसिमको जस्तो बेलानको बेला राम्रै खाना खाइरहेछ, राम्रै दाना खाइरहेछ, तर एक्कासी बाख्राहरूलाई के भयो त डायरिया लाग्न सक्ने, छेरौटी लाग्न सक्ने, आउँ हुन सक्ने, पखाला हुन सक्ने यस्तो खाले समस्याहरू देखिन सक्छ यदि खोरको सरसफाइ भएन। र यदि गुम्सिएको एमोनिया जति के भयो त बाख्राले फिड गर्ने भयो, बाख्राले खाने भयो, हैन, त्यो भइसकेपछि के भयो त तपाईको कुनै पनि वृद्धि विकास हुने सम्भावना चाहिँ हुँदैन। त्यही भएर कमसे कम बाख्राको खोर अलिकति हावा चल्ने खालको, तर जाडो मौसममा अलिकति तातो बनाउन मिल्ने, गर्मी मौसममा अलिकति चिसो बनाउन मिल्ने टाइपको चाहिँ बनाउनु पर्यो। त्यो स्ट्रक्चरमा बनाउनु पर्यो। र त्यति मात्र नभएर यदि जस्तो खोर फोहोरो भयो, यी सबै कुराहरू हुँदाखेरि हामी यदि घरको नजिकै हामीले खोरहरू बनाएको छौं भने विशेष गरी परिवारका सदस्यहरू बारम्बार बिरामी हुने, विभिन्न किसिमको डायरियाहरू लाग्ने, हैन, पखालाहरू लाग्ने यो समस्याहरू देखिन सक्छ। घरमा कहिले ज्वरो आउने, कहिले के हुने यस्तो खाले समस्याहरू हुन सक्छ साथीहरू। त्यही भएर बाख्रा पालन गर्दाखेरि एकदमै ध्यान दिनुपर्ने कुरा भनेको खोरको स्ट्रक्चर कस्तो बनाइएको छ, खोरको सरसफाइ कस्तो छ, कसरी गरिएको छ, यो कुरामा पनि ध्यान दिनुपर्ने हुन्छ। र त्यसैगरी अर्को के छ भन्दाखेरि जस्तो बाख्राको खोरमा विभिन्न किसिमको झिँगाहरू, हैन, लाङखुट्टेहरू लाग्ने गर्छ, हैन। त्यो लाङखुट्टे झिँगाले जस्तो हामीले खाँदै गरेको खानेकुराहरूमा अथवा अरू चिजहरूमा गएर बस्दिएर हाम्रो स्वास्थ्यलाई अझ अर्को तरिकाबाट असर पनि गर्न सक्छ। त्यही भएर
रेगुलर रूपमा हामीले चाहिँ खोरको सरसफाइ चाहिँ गर्नुपर्छ साथीहरू। र जुन बाख्राको वेस्टेजहरू हुन्छ नि, वेस्टेजहरू सही तरिकाबाट व्यवस्थापन गर्ने एउटा ठाउँ पनि बनाउनु पर्ने हुन्छ। बाख्राको बड्किम्ला भयो, बाख्राको युरिन भयो, जुन युरिनमा एकदमै बढी मात्रामा एमोनिया हुने गर्छ, यो सबै कुराहरू हजुरहरूले चाहिँ व्यवस्थित गराउनु पर्ने हुन्छ। र त्यसै गरी अर्को के छ भन्दाखेरि, यदि खोर नराम्रो भयो भने, खोर यदि फोहोरो भयो भने, विशेष गरी बाख्राको खुर पनि कुहिएको हुन्छ साथीहरू। यानि कि त्यो जुन खुट्टा हुन्छ नि, त्यो खुट्टा कुहिएको हुन्छ, किरै परेको हुन्छ साथीहरू। त्यही भएर बाख्राको खोर दिनदिनै रेगुलर रूपमा चाहिँ हामीले के गर्नुपर्छ, सफा गर्नुपर्छ। खुट्टा सम्बन्धी जुन समस्या हुन्छ त्यो समस्या आयो भने निको हुन एकदमै गाह्रो हुन्छ, त्यसको खुर कुहियो भने निको हुन गाह्रो हुन्छ। त्यही भएर सरसफाइमा चाहिँ एकदमै ध्यान दिनुपर्छ। र त्यति मात्र नभएर विभिन्न किसिमको जस्तो यो एमोनियाको मात्रा बढी भयो भने अझ अर्को समस्या के आउँछ भने बाख्रा बढी धक्ने, स्याहाँ गर्ने हैन, श्वास प्रश्वास सम्बन्धी उनीहरूको त्यो कोखो चाहिँ अलिकति बढी हानेको जस्तो हुने, उनीहरूलाई सास फेर्न गाह्रो भएको जस्तो हुने, त्यो कुराहरू चाहिँ हुने गर्छ। त्यही भएर के गर्नु पर्यो भन्दाखेरि, जस्तो साँझको समय छ भने सर र चिसोबाट बचाउनलाई हामीले तिरपालहरू लगाइदिन सक्छौँ, अथवा काठको फलाइहरू लगाइदिन सक्छौँ। दिउँसोको समयमा चाहिँ मजासँग उनीहरूले गरेको जुन फोहोरो हुन्छ त्यो हावा सर्कुलेट हुने किसिमको चाहिँ गराउनु पर्यो। र यदि त्यस्तो साँगुरै ठाउँ छ भने पनि अनिवार्य रूपमा दिनको एकचोटि चाहिँ हजुरहरू खोरभित्र पसेर र खोरको वरिपरि भएको जुन बाख्राको जुतो हुन्छ, बाख्राको बड्किम्ला हुन्छ, त्यो सबै कुराहरू सफा गर्नु पर्यो। र आज मैले खोर बनाउनभन्दा अगाडि कस्ता कस्ता समस्याहरू आउन सक्छन् हैन, खोर यदि व्यवस्थित भएन भने, गुम्सिएको खोर भयो भने कस्ता कस्ता समस्याहरू आउने गर्छ भनेर यसको बारेमा जानकारी दिए। यदि कुनै कुराहरू छुटपुट छ भने प्लिज तलपट्टि कमेन्टमा कमेन्ट गरिदिनु होला। अरू केही सम्बन्धी हजुरहरूलाई भिडियो बनाउन छ भने पनि तपाईहरुले भन्न सक्नुहुन्छ। र फेरि हामी अर्को पार्टमा भेट हुनेछौँ। आज चाहिँ बिदा चाहन्छौँ। हस्त नमस्कार।